हेलो साथीहरू, सेवा स्यामुना नमस्ते सबैमा है। आज चाहिँ हामी साकेला हिँडेको हैन, साकेला हिँडेको यहाँ गोदावरीको पानी परेर हामी चाहिँ यहाँनिर सेप लागेको छौँ है। यसरी सेप लागेर बसिरहेको छौँ। आई होप हजुरहरूले यो मेरो सानो भिडियो मन पराइदिनुहुन्छ भन्ने पूर्ण आशा राखेको छु। यता चाहिँ मेरो छोरी भान्जी अनि बहिनी छन् भने मेरो छोरीलाई चाहिँ भान्जीले माथि हेर न भनेको उभै हेर्दियो के हैन, अनि हाँस्दै छन्। अनि यता चाहिँ हुनुहुन्छ मेरो सासु आमा अनि साली बहिनी, त्यसपछि अनि ससुराबा हुनुहुन्छ। यहाँ चाहिँ साली कान्छीको छोरी एरियाना चाहिँ मैले हेलो भनेको थिएँ हैन। अनि त्यसपछि हामी एकदम मस्त चलिरहेको थियो है। हामी पुग्दाखेरि यसरी पुरै हिलो भए पनि हिलो सिलो नभनी पुरै हैन, जोस जाँगरका साथ किरातीहरूले आफ्नो कल्चर प्रदर्शन गरिराख्नु भएको थियो। हामी पनि पुग्यौँ है, हामी पनि त्यहाँ पुग्यौँ र हामी पनि पुगेर एकदम उत्साहित तरिकाले हामी पनि नाच्यौँ। फेरि पानी पर्यो अनि एकछिन फेरि यता बस्ने कार्यक्रम भइरहेको थियो। फेरि अनि एकछिन यसो बस्नुपर्छ, पानीसँग डराउनु हुँदैन नाच्यो भनौँ न। हामीले रमायौँ। अर्को ग्रुपमा गएँ, फेरि अर्को ग्रुपमा पनि एकदम रमाइलो भइरहेको थियो है। अनि फेरि यता पस्यो, यतातिर क्यान्टिनतिर अनि यहाँनिर पस्नुभन्दा अगाडि फेरि भिडियो गर्नु पर्यो भनेर फेरि भिडियो गरेको गर्दै गयो। फेरि अर्को ग्रुपमा पनि अनि एकछिन नाचेँ म, तर यहाँ मैले आफूलाई देखाउन सकेको छैन। यहाँ चाहिँ नाच्यो यो ग्रुपमा चाहिँ एकदम। त्यसपछि अनि फुलन्दे गामासँग भेट भएर फेरि एकचोटि फोटो खिच्यो। अनि फेरि अनि यो चाहिँ अब फेरि ल है जानुपर्छ है अब भन्ने भएपछि चाहिँ फेरि यहाँनिर के अरे फेरि यहाँनिर डान्स गर्दै अब यो चाहिँ अन्तिम विदाय कार्यक्रम हुन लागेको थियो। शुक्रले बेला हुन लागेको थियो। त्यही कारणले गर्दाखेरि हामी चाहिँ गीतमा होइन, साकेला गीतमा चाहिँ उठिरहेको पानी पर्दाखेरि त्यतिखेर है, तर पनि पानीलाई एकदम के भन्छ पानीलाई चाहिँ अब गर्दै चाहिँ अब नाचिरहेको छौँ है। पानीसँग चाहिँ एकदम नडराई पानीकोमा भिजेर पनि होइन, भिजी भए पनि एकदमै नाचिरहेको छौँ है। अनि त्यसपछि चाहिँ त्यो सकियो, त्यो नाच पनि सकिएपछि चाहिँ हामी अब घरतिर लाग्यौँ। बाटो यस्तो छ, हिलो झमझम छ है। ल त साथीहरू, बाई बाई। कस्तो लाग्छ हजुरहरूलाई मेरो भिडियो?